गाइज वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। विदेश जानुभन्दा आफ्नो देशमा केही गरौँ भन्ने आशा बोकेर हामी अगाडि बढिरहेका छौँ। जे जति दुःख भए पनि आफ्नै देशमा दुःख सुख गरेर रमाउनु पर्छ। हिजोसम्म विदेश नै जानुपर्छ भन्ने हामी आज नेपालमा केही गर्नुपर्छ भन्ने आशा बोकेका छौँ। अर्काको देश जानुभन्दा आफ्नै देशमा जस्तो दुःख सुख परे पनि आफ्नै देशमा गर्न सक्यो भने राम्रो हुन्छ। पोखराको ठाउँमा कोठा पाउन पनि कति दौडौ भइरहेको छ। आज 4-5 दिन भयो कोठा घुम्नु लागेको, अझसम्म कोठा पाइरहेको। पसल चाहिँ सिजान चोकको आकाशे पुल भन्दा तल छोरेपाटनको गाडी लाग्ने ठाउँमै छ। मोबाइल मर्मत गर्नु पर्यो वा मोबाइल सम्बन्धी सम्पूर्ण चिजहरू हाम्रो पसलमा उपलब्ध छ। हजुरहरू पनि आउनुहोला। म चाहिँ घर जानको लागि रेडी भएर निस्किँदैछु आज। अनि म पसलबाट निस्केँ। घर जाँदा गाडी त एकदम प्याक रहेछ। अनि फोन मात्रै चलाएर यसरी बसिन्। अनि शुभकामना देऊ। अब ट्रायल छिटेको राम्रो होस्। कताको पैसा ल्याखा नै यहाँ पैसा नि हेर्नुपर्छ है। विचार गरे आज पायो है तिमीले यति पैसा ल अर्दिन पाउनु फेरि।